नमस्ते सबैजनालाई। आज चाहिँ हामी यहाँ नेप्लिज फेस्टिभल मनाउनुको लागि फेडरेसन स्क्वायर आएका छौँ र हामी हजुरलाई अरू ठाउँ पनि एक्सप्लोर गराउनेछौँ। अब हामी चाहिँ अहिले यो स्टलको साइडतिर आएका छौँ। अघि चाहिँ उता चाहिँ कन्सर्ट भइरहेको छ, अहिले पनि कन्टिन्यू भइरहेको छ। हामी चाहिँ अहिले कन्सर्टलाई एकैछिन छोडेर यता हामी स्टल एक्सप्लोर गर्न आइरहेका छौँ। यहाँ चाहिँ हजुरले अब नेप्लिज फुडहरू भेराइटीमा पाउनुहुन्छ। जस्तै यहाँ अब देख्न सक्नुहुन्छ मोमोहरू छ र यहाँ सबै नेप्लिज दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरू सबैजना भाइ बहिनीहरू आउनुभएको छ। त्यो रमाइलो सबैजना बच्चाहरू रमाइलो गरिरहेको छन्, आफ्नो फ्यामिली फोटोसुटहरू लिइराख्नु भएको छ। यसो रमाइलो गर्दै हुनुहुन्छ सबैजना। यहाँ चाहिँ सबैजना प्रायः जस्तो नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ आफ्नै पोसाकमा आउनु भएको छ, किनकि आज यो भनेको नेपालै अब हाम्रो 1 वर्ष 2 वर्षमा यस्तो प्रोग्राम हुन्छ अनि आज चाहिँ यता आएर आफ्नो पोसाकमा आउनु भएको छ र आफ्नो पोसाकलाई इम्पोर्टेन्स दिनुभएको छ है। यसरी रमाइलो भइरहेको छ। हजुरले गीतहरू पनि सुन्न सक्नुहुन्छ। अझै उता कन्सर्ट चाहिँ कन्टिन्यू भइरहेको छ। हामी चाहिँ यता स्टल साइडतिर एक्सप्लोर गर्न आएका छ के छ भनेर हेर्नुहोस् त। कति धेरैजना नेपाली दाजुभाइहरू सबैजना आउनु भएको छ है। कसैले पनि छुटाउनु भएको छैन आजको नेपाली फेस्टिभल। अनि हामीलाई चाहिँ अब बाहिर आइसकेपछि चाहिँ नेपाली फेस्टिभल भनेपछि एकदम के इम्पोर्टेन्स लाग्ने महत्त्व लाग्ने हुने रहेछ कि है। हेर्नुहोस् त सबैजना सबै स्टलमा हजुरले नेपालको झन्डा राख्नु भएको छ है। झन्डा देख्न सक्नुहुन्छ। अनि आज फेरि उत्तिकै गर्मी छ कि धेरै गर्मी छ, तर गर्मी भए पनि सबैजना आउनु भएको छ है रमाइलो गर्नको लागि। आफ्नो वेशभूषामा आउनु भएको छ। यहाँ चाहिँ यति थुप्रैजना हुनुहुन्छ कन्सर्टमा। स्टलको भन्दा पनि डबल त्रिबलै हुनुहुन्छ। यहाँ चाहिँ गाना एकदम रमाइलो बजिरहेको छ। ठुलो कलाकारहरू आउनु भएको छ। हेर्नुहोस् है, देखाउँछु म हजुरहरूलाई। हजुरहरूको प्रार्थना चाहिन्छ है प्लिज सबैको हातमा। बेहोसी पछि होसमा आउनु याद हामीको बेहोसी पछि होसमा आउँदा याद हामीको बेहोसी पछि होसमा आउँदा याद हामीको पिलाउने या बदनामी हो या पिउने या बदनामी हो या पिउने पिलाउने या बदनामी हो। सो एउटा हात उठाएर हातमा मुठी बाँधेर जम्पिङ डान्स गर्नुपर्छ त गाइज। एकचोटि ह्यान्डसम गर्नुहोस् त। ओके सो पिलायो
मिलायो साथीले मिलायो साथीले सबैले लामो हाम्रो पछाडिदेखि अगाडिसम्म हामी सबैजना डान्स गर्छौँ गाइज प्लिज सो फेरि पनि सबैले ह्यान्ड्स I love you all. अहिले चाहिँ हामी यो कन्सर्टको अलि यता आएका छौँ अझ एकदम रमाइलो भइरहेको छ अब चाहिँ म यसरी जाँदै गर्छु र क्वेसन सोध्न पर्यो है कसैलाई भेटेर नमस्ते हजुरको भिडियो लिन मिल्छ हजुर मिल्छ अनि हजुरको परिचय दिनुहोस् त म चाहिँ अप्सरा बानिया हजुर धन्यवाद हामी चाहिँ अहिले यहाँ नेपाल फेस्टिभलमा छौँ अनि हजुरलाई कतिको रमाइलो लागिरहेको छ मलाई त एकदमै रमाइलो लागिरहेको छ म त दिउँसोदेखि आएर नाच्ने खाने रमाइलो गर्ने गरिरहेको छु एकदम रमाइलो लाग्छ त्यही त मैले सुनेको यो नेपाल फेस्टिभल चाहिँ 2 वर्षमा एकचोटि मात्र हुन्छ त्यो साँचो हो कि के हो भनिदिनुहोस् त हजुर यो चाहिँ 2 वर्षमा एकपल्ट हुन्छ अरे त्यही भएर म चाहिँ पहिल्यैदेखि कुरिरहेको थिएँ कस्तो हुन्छ होला भनेर यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो मलाई एकदमै रमाइलो लाग्यो डान्सदेखि लिएर सिङ्गिङदेखि लिएर सबै खानेकुराहरू पनि एकदमै मिठो लाग्यो एकदम रमाइलो लाग्यो अनि हजुर अब नेपालबाट टाढा विदेशमा हुनुहुन्छ अनि हजुरलाई यो फेस्टिभलले कस्तो इम्पोर्टेन्स के हजुरलाई मतलब के फिल भइरहेको छ त मलाई चाहिँ एकदमै रमाइलो फिल भइरहेछ किनभने हाम्रो देशको भाषा वेशभूषा संस्कृतिहरू झल्काइरहेको देख्दाखेरि अलिअलि बिचमा चाहिँ म चाहिँ कस्तो इमोसनल हुने टाइपको एकदमै हुन्छ नि प्राउड फिल भयो अब नेपालमा जस्तै नै यहाँ हामीले हेर्न पायौँ डान्सहरू पनि एकदमै राम्रो गर्नुभएको थियो भाइ बहिनीहरूले एकदमै रमाइलो लाग्यो है त हेर्नुहोस् त आज हामी सबैजना हेर्नुहोस् आज यति त नेपाली आउनु भएको छ सबैजना रमाइलो भइरहेको छ ल मैले उहाँसँग सोधेँ है उहाँको नाम चाहिँ अप्सरा भन्नुभयो उहाँलाई चाहिँ एकदम धन्यवाद धेरै धेरै धन्यवाद हजुरले कुराहरू सेयर गरिदिनु भयो थ्याङ्क यू
छ अझ यहाँको दर्शकहरू तातिँदै हुनुहुन्छ एकदम रमाइलो भइरहेको छ हेर्नुहोस् न सबै खाजा कोही रेस्ट गरिराख्नु भएको छ कोही छ यसरी खाजा खाइराख्नु भएको छ हेर्नुहोस् न अझै तातीहरू आइराख्नु भएको छ हेर्नुहोस् न यो प्रोग्रामको लागि प्रोग्राममा सामेल हुनुको लागि अझै आइराख्नु भएको छ गइराख्नु भएको छ है हेर्नुहोस् न सबैजना आउनु भएको छ है एकदम रमाइलो भयो यसपालिको यो नेप्लिज फेस्टिभलमा र आशा छौँ हामी अर्को समय पनि यसरी नै सामेल हुनेछौँ र हजुरलाई सँगै जोडाउनेछौँ हरेक कुराहरूमा है रमाइलो भइरहेको छ जान त मन छैन है घर हेर्नुहोस् अब के गर्नु घर नगएर पनि छैन सुख छैन घर त जानै पर्यो होइन त हेर्नुहोस् त